नमस्ते। यतिखेर हामी काभ्रेको 5 खाल जैसी डेलमा छौँ। यतिखेर आज हाम्रो विशेष एउटा ब्याकग्राउन्डमा पनि देखिरहनु भएको होला पक्कै पनि यहाँनेरि सुटिङ भइरहेको छ। के को सुटिङ, कस्तो सुटिङ के हो डिटेलमा चाहिँ हामी अहिले देखाउने पनि छौँ। त्योभन्दा अगाडि चाहिँ आज हाम्रो विशेष भिडियोको आज छायाङ्कन भइरहेको छ। पछाडि ब्याकग्राउन्डमा देखिरहनु भएको छ होला पक्कै पनि। आज यो हाम्रो रमेश प्रसाई सरको रिङ्केबुङको पछि दोस्रो सिलाबरे थाल लिएर आएका छौँ। सिलाबरे थाल कस्तो थाल हो त र यसको कसले शब्द सङ्गीत को हो त, यसको बारेमा डिटेल जानकारीको लागि हामीसँग डाइरेक्टर दीपक आचार्य हुनुहुन्छ। त्यसपछि एसिस्टेन्ट डाइरेक्टर मै नै छु होइन। र विशेष गरी आज धेरै माहौल तातिरहेको छ। यो आज असोजको 2 गते हामीले सुटिङ गरिरहेका छौँ यो काभ्रेको जैसीडीबाट। उहाँहरूसँग रमेश प्रसाई सर र दीपक आचार्य सरसँग हामी केही भलाकुसारी गर्न गइरहेका छौँ। हामी सुटुक्क देखाउन चाहन्छौँ, उहाँलाई सोध्न चाहन्छौँ है त। आउनुहोस्, के भइरहेको छ ताजा जानकारीको लागि हामी यहाँ सुटिङ स्पोटमै आइरहेका छौँ। यता आउँदा नमस्कार नमस्कार, स्वागत छ हजुरहरू दुवैलाई। र हामीसँग सुबोध सर पनि हुनुहुन्छ। रमेश सर, कस्तो अनुभव भइरहेको छ यो काभ्रेको यो जैसीडीमा? यहाँ असाध्यै राम्रो महसुस भइरहेको छ, रमाइलो महसुस भइरहेको छ। र मैले वास्तवमा हरेक मान्छे घर जान चाहन्छ भनेर एकजना फिलोसफरले भनेका छन्। कताकतै आज मलाई आफ्नो घर पुगेको महसुस भइरहेको छ। फाकुम्बा नुम्लकको मेरो गाउँ, रोपाइँको बेलामा त्यहाँ दाँते चढ्दाको अनुभव, दाइँ गर्दा गोरुको पुच्छर समाउँदाको अनुभव, त्यो सबै फ्ल्यासब्याक आइरहेछ सर। यसले गाउँको बिल्कुलै अनुभूति देखाइरहेछ यो गीतबाट होइन त? हजुर। यो गीतको बारेमा हजुरलाई केही यसको अलिकति के कस्तो लागिरहेको छ, यसको बारेमा डिटेलमा अलिकति बताइदिनु न। अब यो गीतको बारेमा मैले भन्दा धेरै राम्ररी हाम्रो निर्देशक दीपक आचार्य दाइले भन्न सक्नुहुन्छ होइन। हजुर। यो गीत एउटा पूर्वेली गीत हो। यो पनि रिङ्केबुङको राँगोले जसरी हामीले गऱ्यौँ त्यस्तै नै एउटा छायामा परेको तर हराउन नहुने भाका हो। त्यस कारण हामी यसलाई फेरि बिउजाउने प्रयत्न गर्दैछौँ। यो हाम्रो कसको शब्द? आधुनिक देवान दाईको शब्द सङ्गीत र स्वरमा रहेको गीत हो। यो पुर्खौँदेखि हाम्रा पुर्खाहरूले पुर्खौँदेखि कुटो कोदाला जाँदा, मेलापात जाँदा एक आपसमा रमाइलो गर्ने गाउने एउटा भाका हो पूर्वाञ्चलमा। हस्, थ्याङ्क यू। र यसका डाइरेक्टर हामीसँग दीपक आचार्य नि हुनुहुन्छ। काकु, तपाईँलाई पनि स्वागत छ। दीपक आचार्य चाहिँ डाइरेक्टर हो, अहिले म चाहिँ काकु बसिरहेको छु। कसलाई सोध्ने हो प्रश्न चाहिँ? यो मैले काकुलाई नि सोधेँ अनि दीपक आचार्यलाई नि सोधेँ। तपाईँको रमेश बाबुको दाइ आज यसमा हजुरहरूको सम्बन्ध चाहिँ के छ होला? हामी गाउँका छिमेकी दाजुभाइ। गाउँले दाजुभाइ हुनुहुन्छ। अनि मेलापात जानुपर्छ। आज रमेश बाबुको यो मेलामा चाहिँ हामी काम गर्न भनेर छोरो सहित लिएर आएको छु। यही छोरा है दुमे। यो तपाईँको जति यो तपाईँको क्यामेरामा देखिँदैछ, हजुर यो देखिए जति मेरो जमिन हो। यो हो, यो आज जति पनि देखिरहनु भएको छ देखिए जति मेरो जमिन हो। अनि दीपक सर, यो गीत हजुर रमेश प्रसाई सरसँगको तपाईँको यो दोस्रो सहकार्य हो। हजुर। रिङ्केबुङको राँगोलाई हामीले चाहिँ एउटा संयोगवश रिमेक गऱ्यौँ र त्यसले एउटा सोचे जस्तै सफलता पनि प्राप्त भयो र एउटा सर्जकलाई सम्मान पनि भयो त्यो गीतले। र त्यस पछाडि अब केही गर्नुपर्छ, यो सहकार्यलाई निरन्तरता दिनुपर्छ भन्ने हामी दुवैजनाको चाहिँ चासो थियो। र बिचमा हाम्रो पवन खतिवडा भाइले दाइ यो पूर्वेली एउटा भाका छ भनेर मलाई पठाउनु भयो। अनि यसको त्यो अंशैमा परेको सिलबरे थाल भन्ने चाहिँ मेरो आमाले गुनगुनाइरहनु हुने शब्द हो के। अनि मलाई त्यो कता त्यो शब्द सुन्ने बित्तिकै मलाई आमाले गुनगुनाएको त्यो याद आइसकेपछि यो गीत गर्नुपर्छ भनेर मैले रमेशजीलाई चाहिँ प्रस्ताव राखेँ र उहाँले हुन्छ दाइ गरौँ भन्नुभयो। र यसरी चाहिँ यो रिमेक भएको छ। आधुनिक देवानजीको शब्द सङ्गीत रहेको यो गीतलाई हामीले पुनर्जीवन दिने कोसिस गरेका छौँ। र रिङ्केबुङको राँगोमा चाहिँ जुन भिडियोमा एउटा डान्सिङ पाटो मिस भयो भन्ने अडियन्सहरूको प्रतिक्रिया थियो, त्यसमा धेरै दर्शकहरू नाच्नु भएको थियो। त्यसले गर्दा त्यसलाई पनि फुलफिल गर्ने हिसाबले हाम्रो एउटा राम्रो डान्सिङ भिडियो र एउटा माहौल सिर्जना गरेर गाउँमा हाम्रो अर्ग्यानिक माटो को फिल गरेर चाहिँ यो भिडियो निर्माण गरिरहेछौँ। र यसमा हामीलाई सबैले साथ दिनुभएको छ। रिङ्केबुङको राँगोलाईमा जो हुनुहुन्थ्यो प्राय सबै हुनुहुन्छ। सुबोध गौतमजी, त्यसै गरी हाम्रो राकेशजी पनि त्यसमा पनि हुनुहुन्थ्यो। सुमिन भाइ हुनुहुन्छ, सुमिन गुरुङ भाइ टिकटकबाट आउनुभयो। त्यसै गरी हाम्रो मधुसूदन पाठकजी हुनुहुन्छ होइन। सबैजनाले साथ दिनुभएको छ। पवन खतिवडा आफै त्यसमा रिङ्केबुङमा पनि हुनुहुन्थ्यो, यसमा पनि
आउनु भएको छ। अरू केही भनौँ? अरू धेरै बोलेँ कि होइन, ठिक छ, तपाईँको बोल्नुपर्ने आजको यो दिन छ होइन, तपाईँ यसै पनि र अनि यो छ नि तपाईँले गीतलाई पुनर्जन्म दिइरहनु, अरू रिमेक गरिरहनु भएको छ नि, यसको उद्देश्य चाहिँ के हो तपाईँलाई? उद्देश्य चाहिँ पुरानो गीत सङ्गीतलाई अत्यन्तै योगदान दिएका तर अहिलेको नयाँ पुस्ताले बिर्सिएका सर्जकहरूलाई चाहिँ फेरि ती नयाँ पुस्ताहरूमा परिचय गराउने र उनीहरूमाथि सम्मान गर्ने उद्देश्य हो मेन चाहिँ। भनेको गीतहरू हराएर नजाओस्। रमेश सर के भन्नु खोज्नु? म तपाईँको ठाउँमा भएको भए यो प्रश्न उहाँलाई कसरी सोध्थेँ भने सोध्नु सर, यो फेरि मैले जानेर सोधेको होइन, अब काम चलाउ गरिरहेको छु। म कसरी सोध्थेँ भने के तपाईँहरूले नयाँ सृजना गर्न नसकेर, नयाँ रचना गर्न नसकेर यसरी पुराना गीतहरू बिउजाइराखेको हो भन्ने प्रश्न गर्थेँ र त्यसको उत्तर मसँग छ। हो, सत्य हो। प्रश्न पनि उत्तर पनि हजुरबाटै आउँछ। उत्तर मसँग छ, सत्य हो। आज हाम्रो युगमा, हाम्रो पुस्तामा प्रविधिहरू चाहिँ असाध्यै धेरै विकसित हुँदै गए, तर जुन गुणस्तर छ नि, जुन प्योरिटी, जुन शब्दको भावको जुन पवित्रता छ, त्यो पवित्रता चाहिँ हामीले हाम्रा पुर्खाहरूबाट सिक्न बिर्सेका छौँ। त्यो पवित्रता चाहिँ घट्दो क्रममा छ। त्यसकारण दुईटै कुरा हो, एउटा युगले बिर्सिसकेका पुराना सर्जकहरूलाई, ती सृजनाहरूलाई फेरि नयाँ पुस्ताको आँखामा बिउजाउनु, र अर्को चाहिँ नयाँ पुस्तालाई उत्प्रेरित गर्नु। ओहो, हाम्रा चाहिँ अघिल्ला पुस्ताले, हाम्रा पुर्खाहरूले यति राम्रा सृजना त घाँस काट्दा काट्दै गर्दा रहेछन्, हामीले यति प्रविधि हुँदाखेरि किन गर्न सकिरहेका छैनौँ भन्ने एउटा उत्प्रेरणा दिनु पनि यसको उद्देश्य हो भन्ने। अहिले नसक्नुको कारण चाहिँ के हो त सर? अब यसको ठ्याक्कै ल अहिले अघि भनिसक्नु भयो, प्रविधि चाहिँ भयङ्कर हामी टेक्निकल्ली यति चाहिँ के अरे रिच हुँदै गयौँ, तर त्यसले चाहिँ सिर्जना, बिस्तारै सिर्जना गर्ने, क्रिएसन गर्ने पाटोमा चाहिँ हामी अल्छी हुँदै गएका हौँ कि भन्ने चाहिँ भएको हो होइन। हामीलाई यस्तो हाम्रो के भयो भने नि, शब्दभन्दा माथि ड्रोन उड्न थाल्यो कि पहिले नै यो सिनारियो। अनि रमेश सर, यो रिङ्केबुङको र यसमा चाहिँ फरक र यसमा कुन चाहिँ बढी अब मानव भ्युअर्सको आधारमा यसमा के हुन्छ भन्ने चाहिँ के आशा छ हजुरलाई? यसो मलाई संसारकै सबैभन्दा सर्वोत्कृष्ट लागेको नेपाली लोकगीत रिङ्केबुङको राँगो हो। हजुर। र रिङ्केबुङको राँगो मेरो इच्छाले, दाइले मलाई अफर गरेको होइन, फेरि त्यो त दाइले अहिले प्रमाणित भएपछि गाउने रहेछ भनेपछि चाहिँ अहिले गाउँ भन्नुभएको हो। यो त्यो गीत चाहिँ मैले मेरो स्वेच्छाले, मैले दाइलाई, दाइसँग कपिराइट छ भन्ने थाहा हुने बित्तिकै मैले दाइलाई गाउँछु भनेर गाएको हो। त्यस कारण त्यो गीतमा मेरो अन्तर्हृदयदेखिको प्रेम छ। त्यसको अर्थ यसमा छैन भन्ने होइन, यसमा पनि छ। आफूले जन्माएका हरेक सन्तान मनपर्छ, तर बाउआमाले पनि नजानी कुनै सन्तानलाई काखी च्यापेका हुन्छन् के, च्यापिरहेका हुन्छन्। त्यो चाहिँ रिङ्केबुङको राँगो हो। तर यसमा पनि म आशावादी छु, किनभने एक त यो पुरानो पूर्वेली भाका हो, अर्को कुरा दीपक आचार्य दाइले गरौँ भनेर गरेको कुरा राम्रै हुन्छ भन्ने छ। हाम्रा अग्रजहरूलाई, मार्गदर्शकहरूलाई, आदरणीयहरूलाई चाहिँ अलि मान्ने चलन छ। उहाँहरूले भनेपछि चाहिँ अनुचित हुँदैन भन्ने छ। त्यस कारण दाइले भनेको ठिक छ। समय र जानकारीको लागि जानकारी पनि एकदमसम्म हजुरले चाहिँ आफ्नो अनुभव बताउँदै गर्नु, म एकछिन आइहाल्छु। एकदमसम्मले आफ्नो अनुभव काममा जानु होला, म बोलिदिइहाल्छु तपाईँको जानकारीहरू। अब कुरो के भन्दाखेरि भन्नुपर्ने कुरा जति सबै उहाँहरूले भनिसक्नु भएको छ। म यति कुरा भन्न चाहन्छु, बहुप्रतिभाशाली, विलक्षण प्रतिभाका धनी रमेश प्रसाईज्यू, मेरो परम मित्र भन्नु, परम मित्र सँग काम गर्न पाउनु खुसीकै कुरा हो। पहिले पनि गरियो, यसको निरन्तरता चलोस् भनेर म मेरै बाउसँग हार्दिक अनुरोध गर्न चाहन्छु। यही नै हो, धन्यवाद। अनि सुबोधजी, तपाईँले आज जस्तो जे काम गर्नुभयो नि, हलीको काम गरिरहनु भएको छ, पहिला यही अहिले लिन्छौँ कि अब अर्को सिक्वेन्स? यही भन्नाले यहाँ अहिले सुटिङलाई कन्टिन्यू हुँदै बाइट्स पछि लिउँला है। अहिले चाहिँ थन्क्याउँ त, यहाँ कुरो के छ। रमेश दाइको जन्मदिन यसो रमाइलो गरौँ भनेर आएको हामी त। हजुरहरू त यता पनि हुनुहुन्छ होइन? पहिला यहाँ काम सकियोस् अनि रमाइलो गरौँला। लु बसौँ बस। ए अरु त्यतै बस्ने भने उभिने भने कहाँ उभिने भने नै उभिनु भन्नु।
पोजिसन सबैजना आउन डुमिनलाई नि केमा एडजस्ट गरौँ जस्तो भइरहेको थियो मलाई राम्रो भयो अब सम्झाउँछु सुन्नुहोस् है बुद्ध हाम्रो यहाँको उनीहरूले त हेरिरहेको छ नि त्यता क्यामेरा गइसकेपछि हाम्रो क्लोज हामी दुईजना मात्रै बसेको क्लोज बाँकी छ राइट त्यो दम बाँकी छ अबको सिक्वेन्स के हो भनेदेखि हामी यहाँ बसिरहेको बेला त्यो बाजाहरू आउँछन् राकेश के भने रमेश दाईको जन्मदिनमा रमाइलो गर्ने भनेर आएको तपाईँ त यहाँ हुनुहुन्छ त भनेपछि पहिले काम अनि रमाइलो बसौँ यतै रमेशजी है पहिले काम सकौँ अनि रमाइलो गरौँला नि जन्मदिन भनेर रमाइलो गरौँ भनेर आएको तपाईँ त यता पो हुनुहुन्छ पहिले काम सकौँ अनि रमाइलो गरौँ अनि रमाइलो गरौँ बसौँ यतै डाइलग याद गर्ने हो रमेश है अब यति भएपछि ट्याक्क तपाईँहरू को कहाँ बस्ने बुद्ध भन्ने हो यहाँ तिनजना छन् मान्छे को कहाँ बस्ने भन्ने याद होइन यहाँ बस्ने यो तपाईँले यो वातावरणले एउटा चिज चाहिँ आउँछ है दाइ यो भिडियो राम्रै हुन बन्न आँटेको छ यो भिडियो चाहिँ हुन्छ अनि त्यहाँबाट बसिसकेपछि अब मादल बाँसुरी बाँसुरी मामा ए निमे मामा अझ पढेर जानु पर्छ तपाईँ यता आउँछ मामा अझ जानु पर्छ अझै मिल्छ जान्छ कहाँसम्म जानु मिल्छ यहीँ चाहिने हो र मादलहरू काको त्यो बेला मादलहरू यहीँ चाहिने हो कहाँ भने उतै छोड्यो आमा हजुर अब हाम्रो प्लेसमेन्ट कहाँ हो रमेशजी बस्ने कहाँ हो सन्देश सर रमेश सर यहाँनिर भने म बस्ने कहाँ के छ हाम्रो मोटर पठाइदेऊ त हरि अर्को पाटला कहाँ गएछ त्यो मिल्दैन भाउ त्यो अन्य फेरि उसको इच्छा मारे पानीहरू खाऊ है बाबुहरू पानी चाहिँ हाम्रो स्ट्यान्डमा पानीहरू एकदम अनबढ पानी खाने अलिक छरिनु पर्यो नि केटो सुनिल पनि एउटा साइडमा अलि सुन्नु त मामा अलि त्यो साइडमा जानु तल बाटोमा नि बस्नु त अहिले सबैजना माथि निमेष तल जाऊ प्रशान्त तल जाऊ त सुमित खोइ जाऊ हो यहाँ अब ग्यापमा मिलाउने नहुँदा यति मजा आइन्छ ए हैन मामा अलि पछाडि तपाईँ हजुर सुमित कोदाल लिएर जाऊ नि यहाँ ठिक छ सुमित त पछाडि इन्ट्री भएको एक्स्ट्रा पैसा लिँदैन ल ओ निमिषन दाइ है रेडी ए डाइरेक्ट अर्डर गर्नु न डाइरेक्ट साहब अर्डर रोलिङ
के गरिरहेछ है जामादु त्यो? देश बिगार्नेहरूको छाती उडाउने तयारी हुँदैछ यहाँ। त्यसो भए त तेरो ल त्यसो भए त पहिला आफ्नै छाती उडाउनु पर्यो। रोलिङ एक्सन। के गरिरहेछ है जामादु त्यो? देश बिगार्नेहरूको छाती उडाउने तयारी हुँदैछ यहाँ। त्यसो भए त पहिला तेरो आफ्नै छाती उडाउनु पर्यो नि। लु मैले चाहिँ के बिगारेको छु? तिमीहरू जस्ता युवाहरू डुकु लठक भएर हिँडेपछि देश बिग्रिँदैन। यहाँले हतियार होइन, अब औजार समाउने हो युवाहरू। अब यो लिएर चाहिँ कहाँ जान्छ? उहाँ रमेश कहाँ मेला जानुपर्ने हिँड। अब अलिकति तिम्रो लेफ्ट आउँदा हो, लेफ्ट आउँदै लेफ्ट बस। बाबु त्यतिकै बारीमा गएर किन नचाउने भनेर जोड्नु त पर्यो। इङ्ग्लिस भइसक्यो काका तपाईँ कता आउनुहुन्छ? भारतले नेपाल हो यो यताबाट आउनु भएको हजुर पोइन्टर नउठिस कस्तो हुँदो रहेछ अनुभव पनि लिस्यो यार। यहीँबाट भन्ने हो क्या? ल रेडी ल खाता ल्याउनु भन्नु खाता मुनि छु यहाँ। यतिखेर चाहिँ हाम्रो यहाँ धमाधम पछाडि देख्न सक्नुहुन्छ कोरियोग्राफी हाम्रो सुरेन्द्र बस्याल हुनुहुन्छ। उहाँले चाहिँ डाइरेक्सन कोरियोग्राफी गरिरहनु भएको छ। सर नमस्ते। ओहो नमस्ते। के भइरहेछ यहाँ? यहाँ सुटिङ भइरहेछ खास चाहिँ। सुटिङ भइरहेको धमाधम सिकाइरहनु भएको छ होइन? धमाधम भइरहेछ। अनि के असिन र पसिन हुनुहुन्छ है? यो मेहनत के को लागि हो खास? यो खास मेहनत एकदमै गाह्रो छ होइन। मेहनत चाहिँ एकदम राम्रो काम देखाउनको लागि हो खास चाहिँ। आज के को यहाँ के को सुटिङ भइरहेको? आज हाम्रो रिङ्कु बिङ्कु राको पार्ट 2 भनिन्छ यसलाई चाहिँ। जस्तो हामी सिल्लोपरे थाल स्पेसल्ली त्यसलाई हामीले डिनोट गरेका छौँ होइन। हजुर। मेन चाहिँ त्यसको पार्ट 2 भन्दा पनि हुन्छ र त्यसको एकदमै अहिलेलाई हामीले यसपालि चाहिँ अलिक फरक शैलीमा, पहिलाको भन्दा हिट त यसै गाना भएर यसपालि झन् हिट शैलीमा चाहिँ हामी चाहिँ तयारी भइरहेका छौँ। हाम्रो भाइ बहिनी 4 जना कलाकार मित्रहरू हुनुहुन्छ। उहाँहरूको परिचय पनि दिनु न। उहाँहरूको परिचय चाहिँ हुन्छ। उहाँ हुनुहुन्छ निमबाबु तामाङ, उहाँ हुन्छ प्रशान्त तामाङ, अनि हाम्रो सुनिल तामाङ, एकजना हुनुहुन्छ मामा भित्र मेकअप गर्दै हुनुहुन्छ। उमेरले एकदम काम छ हामीभन्दा। हाम्रो अन्तर्राष्ट्रिय मामा हुनुहुन्छ। अनि भनेको हाम्रो चाहिँ अहिले धमाधम सुटिङ भइरहेको छ। एकदम भइरहेको छ। यस्तो गाममा हामी 5 सालको गऱ्यौँ। आज सुटिङमा टिममा को हुनुहुन्छ त्यसको बारेमा? आज हाम्रो टिममा आज ह्युज टिम छ, जम्बो टिमै छ, जसमा हाम्रो सकी गनीको मुख्य कलाकार प्रिय कलाकार काकु हुनुहुन्छ, हाम्रो सितेबा हुनुहुन्छ र यस्तैमा हाम्रो सुबोधजी पनि हुनुहुन्छ, एकदमै क्षमा भन्ने मलाई उहाँ पनि हुनुहुन्छ।
र हाम्रो माकुरी सर हुनुहुन्छ, हाम्रो सुमित सर हुनुहुन्छ, हाम्रो टिकटकबाट कमेडियन एकदम राम्रो गर्ने उहाँ चाहिँ हुनुहुन्छ। त्यही माथि अब हाम्रो टिममा अब स्पेसली काम गरेर हाम्रो तपाईँ हुनुहुन्छ, म छौँ, बुद्ध थापा सर हुनुहुन्छ, राम्रो खिचिरहनु भएको छ। सबैले राम्रो तरिकाले हामी काम गर्ने कोसिस गरिरहेका छौँ। अब होप्स यो पहिलाको भन्दा नि ज्यादा हिट होस् भन्ने हाम्रो पनि चाहना हो र हिट गराउने पनि हाम्रो चाहना छ। अनवरत रूपमा लागिरहनु भएको छौँ, हाम्रो भएका पनि छौँ। सबैजना हामी एकजुट भएर लागिरहेको छौँ होइन। कोसिस जारी छ कि यो रिङ्कु बिङ्कु भन्दा पनि माथि जाओस्। स्पेसली रमेश सर पनि यसमा फिचरिङ भइरहनु भएको छ। सो द्याट त्यही हिसाबले पनि केही हदसम्म राम्रो जाला कि भन्ने एकदमै आशावादी हुनुहुन्छ। ल अहिले पक्कै पनि तपाईँले यो गर्नुभएको काम, तपाईँको मिहिनेत आज हामी ऐन्दैबाट हेरेर पनि छौँ र मैले चाहिँ यो सोध्नलाई सोधे जस्तो होइन कि मतलब साँच्चै नै तपाईँको मिहिनेत मैले आज पहिला भन्दा आज हेभी मिहिनेत गरिरहनु भएको छ। पक्कै पनि यो गीतले चाहिँ अपार सफलता मिल्नेछ र तपाईँको कामको पनि उचित मूल्याङ्कन हुनेछ। भिडियो हेर्नु होला अनि त्यसपछि देख्नुहुन्छ काम चाहिँ। हस् तपाईँलाई मैले धेरै बेर डिस्टर्ब गरेँ, म अन्त पनि पाइदिनँ, खुसी खुसी गइरहेको छु। मैले प्रयास मात्र गरिरहेको छु है। एकजना भाइ नआइदिएको कारणले गर्दाखेरि मैले लिन। नमस्कार। रिङ्के बुङको राँगोलाई गत वर्ष हामीले रिलिज गरेपछि त्यसको अपार सफलतापछि हामीले फेरि लगभग त्यही टिमबाट अर्को एउटा गीतको भिडियोको छायाङ्कनको क्रममा छौँ र जुन गीतको बोल छ सिलबरे थाल र यसको शब्द सङ्गीत रहेको छ आधुनिक देवान हुनुहुन्छ, यहाँ हुनुहुन्छ र यसलाई हामीले पुनर्जीवन दिने प्रयत्न गरेका छौँ र रिमेक गरेका छौँ र यसलाई स्वर भर्नुभएको छ रिङ्के बुङको राँगोलाई जसले गाउनु भएको थियो उहाँ नै रमेश प्रसाईज्यू र यसको चाहिँ एरेन्ज गर्नुभएको छ हाम्रो विपिन आचार्यज्यूले। र मलाई यो भिडियोमा आज बिहान हामी लगभग बिहान 5 बजेदेखि नै चाहिँ भिडियो सुटिङको क्रममा छौँ। राकेशजी यता आउनुभयो हुन्छ है। र यो भिडियो सुटिङको क्रममा मलाई साथ दिनुहुने विशेष गरी एकदमै धेरै मेहनत गर्नुहुने सम्पूर्ण टिमहरूलाई मनैदेखि धन्यवाद भन्न चाहन्छु। टेक्निसियनतर्फ चाहिँ बुद्ध थापा लगायत उहाँको सम्पूर्ण टिमहरू, त्यसै गरी हाम्रो मेकअपमा राकेश रणपालजी, डाइरेक्सन टिममा मलाई सहयोग गर्नुहुने सन्देश लामिछाने, त्यसै गरी कोरियोग्राफीमा सहयोग गर्नुहुने सुरेन्द्र बसेलजी, अनि यसमा फिचरिङ हुनुहुन्छ रमेश प्रसाई स्वयं, हाम्रो मधुसूदन पाठक खितेवा, पवन कतिवटा माकुरी भनेर चिन्नुहुन्छ तपाईँहरूले। त्यसै गरी हामीलाई वाद्यवादनमा पनि सहयोग गर्नुभएको छ कमल विश्वकर्मा लगायत टिमले। र कलाकारमा हुनुहुन्छ फिचरिङ सिर्जना अधिकारी, जसलाई चाहिँ पछिल्लो समय सूर्यमुखी भनेर धेरैले चिन्नुहुन्छ। त्यसै गरी मैले कसको नाम यहाँ, अनि यही न्यू स्टार्स क्रू हाम्रो निम्बाबु लगायत उहाँको टिम न्यू स्टार क्रूले चाहिँ एकदमै राम्रो नृत्य गर्नुभएको छ र कलाकारमा सुबोध गौतम पनि हुनुहुन्छ। सम्पूर्ण टिमलाई चाहिँ मनदेखि नै धन्यवाद भन्दै जो यहाँ रहनुहुने, यहाँ जो हुनुहुन्छ हाम्रो यो भिडियोमा जो यहाँ हुनु अलरेडी गइसक्नु भएको छ, यदि कसैको मैले नाम छुटाएको छु भने, त्यसै गरी प्रोडक्सन कन्ट्रोलरको रूपमा चाहिँ हाम्रो सरोज कुमार, कता हुनुहुन्छ सरोज कुमारजी, यता हुनुहुन्छ, सबैलाई एकदमै मनदेखि, किचनमा हाम्रो अनिश कुमार, सबैलाई मनदेखि नै धन्यवाद भन्दै सिलबरे थालको सुटिङ प्याक। जय नाट्यश्री।